मलाई मिल्यो। त्यसैकै आधारमा म साथी के भन्न चाहिरहेको छु भने यो बहस अहिले मात्रै उठाएको होइन। के कतिपय साथीहरूले आफू पपुलर हुँदा मात्रै उठाउने पपुलर भएर पनि होइन, कामले पपुलर हुने हो, पपुलर भएर हुने होइन। तपाईँले राम्रो काम गर्नु तपाईँ पपुलर हुनुहुन्छ, त्यस अर्थमा पनि होइन। र फेरि निरपेक्ष ढङ्गले पनि कुनै पनि चिज ठिक र बेठिक हुँदैन भन्ने म मान्दछु। फेरि किन जुन विकासको गतिको नियम हुन्छ, सबै चिज त गति र परिवर्तनशीलमा छ। त्यसैले हामी नेपाल अहिले कहाँ छौँ, विश्वको सन्दर्भमा नेपाली समाज कहाँ छ र आर्थिक रूपमा हामी कहाँ छौँ, सामाजिक स्तर के छ, हाम्रो चेतना संस्कार संस्कृतिहरू के छन्, त्यसको आधारमा नै के उभित होला भनेर चाहिँ सोच्ने हो। र सँगसँगै यो प्रवृत्ति प्रणाली भन्ने जुन कुरा आउँछ, यी पनि यो वा ऊ भन्ने होइन, प्रणाली भर्सेस प्रवृत्ति भन्ने पनि होइन। खालि खास सन्दर्भमा कुन चाहिँ बढी महत्त्वपूर्ण हुन्छ भन्दा प्रणालीले नै प्रवृत्ति लामो प्रक्रिया त संस्कार हो, चिन्तनको शैली हो, मनोविज्ञान हो, क्षमता हो। त्यसको अभिवृद्धि गर्नलाई पनि त्यो सापेक्षताको एउटा प्रणाली बनेन भने हामीले कामना गरेर मात्रै त्यहाँनिर पुग्दैन। त्यसै भएको हुनाले यसलाई हामीले सापेक्षतामा हेर्नुपर्छ। र अहिले यो विषय अलि बढी सान्द्रीबाट किन आयो भने हामीले त्यति बेला त उठाएकै थियौँ, त्यति बुझाउन पनि सकिएन। तर अहिले यो दुई पटकको निर्वाचनपछि फेरि राजनीतिक अस्थिरता के भन्नुभयो उहाँले, राजनीतिक भनेको लोकतान्त्रिक स्थिरता नै खोजे हो, राजनीति नीतिगत स्थिरता भन्न खोजेको हो। राजनीति सबै राजनीति हो, राणातन्त्र पनि राजनीति, शाहतन्त्र पनि राजनीति, राजतन्त्र पनि राजनीति, लोकतन्त्र पनि राजनीति। हामीले स्थिरता भनेको चाहिँ त्यो वंशानुगत राजतन्त्र अथवा तानाशाहको चाहिँ स्थिरता भन्न खोजेको होइन, लोकतान्त्रिक स्थिरता भन्न खोजेको। यो दुई पटकको निर्वाचन पछि पनि हामीले नीतिगत स्थिरता दिन सकेनौँ। सरकारको पनि स्थिरता भएन, राजनीतिक स्थिरता पनि समग्रमा नै भन्न खोजेको। त्यसको निम्ति चाहिँ सायद हामीले केही प्रणालीगत सुधार जो पहिले हामीले भनेका थियौँ प्रयोग गरौँ र फेरि 10 वर्षपछि पुनरावलोकन गर्न सकिन्छ, गर्नुपर्छ भन्ने हाम्रो संविधान पनि राखिएको छ। त्यसैले अब 10 वर्ष पनि पुग्दैछ र जुन अस्थिरता फेरि आयो, सरकारको पनि अस्थिरता आयो, नीतिगत अस्थिरता आयो र त्यसले गर्दा आर्थिक रूपान्तरणको जुन मुख्य एजेन्डा हुनुपर्थ्यो, जसले जतिसुकै भने अर्थ राजनीतिक समस्या नै मुख्य कुरा हो नि त, अन्तर्सम्बन्धित हुन्छन् राजनीति र अर्थनीति। त्यसैले यो जुन सङ्कट जेलिएर अहिले आएको छ र त्यही जगमा फेरि पुनरुत्थानवादी शक्तिहरूले टाउको उठाउने र हाम्रै नयाँ आएको पुस्ता पनि भ्रमित हुने जुन स्थिति देखा परेको छ। त्यसै भएको हुनाले सायद अब यो चाहिँ सही समय हो, हामीले यो एजेन्डालाई अगाडि सार्नुपर्छ भनेर नै यो अन्तर्संवाद सुरुवात गरिएको हो र यसलाई अगाडि बढाउँ भन्ने मेरो चाहिँ आग्रह हो। जुन साथीले विचार राख्नु भएको छ त्यसले राम्रो बात हुन दिएको छ, तर यसलाई चाहिँ अगाडि बढाउँ, आफ्नो ठाउँबाट दलभित्र पनि बहस गरौँ, दल बाहिर पनि बहस गरौँ भन्ने नै मेरो पहिलो साथीहरूलाई आग्रह चाहिँ यो। अब अहिलेको सापेक्षतामा किन यो प्रत्यक्ष निर्वाची कार्यकारी प्रणालीको औचित्य आवश्यकता बढ्यो भन्ने चाहिँ किन लागेको हो भने हामीले संविधानमा थुप्रै राम्रो कुरा लेखेका छौँ। किन म आफै पनि त्यसको एकजना संवैधानिक समितिको सभापतिको हुने नाताले के भूमिका निर्वाह गर्ने अवसर मिलेको हो र खास गरी हाम्रा मौलिक अधिकारका कुराहरू, राज्यका निर्देशित सिद्धान्तका कुराहरू, संहिता लगायतका प्रवर्धनहरू हामीले राम्रै कुरा हामीले गरेका छौँ। तर त्यसलाई किन प्रचलनमा ल्याउन सकेका छैनौँ भने वो संस्कार पुगेन होला, संस्कृति पुगेन एउटा पाटो हो। तर मुख्य रूपमा चाहिँ हाम्रो आर्थिक उत्पादन शक्ति नै हाम्रो बढाउन सकिएन। जस्तै म उदाहरण दिन्छु, डाक्टर मित्रले राख्नुभयो, म उहाँसँग धेरै हाम्रो अन्तर्संवाद पनि हुन्छ। हामीले संविधानमा त दलितहरूलाई कोही पनि भूमिहीन दलित त भूमिको व्यवस्था गर्ने र रोजगारीको व्यवस्था गर्ने र उच्च शिक्षासम्मै शब्द छ र निःशुल्क शिक्षा दिने भनेको छैन। तर हामीले खालि कानुन व्यवस्था भयो भने भने अलिकति चोरदुलो राखेर चाहिँ त्यहाँ अलिकति छुट्न पुगेको छ र त्यति हामीले गर्न सक्नु पाएको भए र हाम्रो आर्थिक हैसियतलाई तीव्र गतिमा लान सक्नु पाएको भए दलितहरूलाई अहिले त हल्नुहुन्छ म भन्दिनँ, किन म पनि यसको एउटा रुचि राख्ने मान्छे हुँ। यो चाहिँ हजारौँ वर्षदेखिको यो वेदकै कालखण्डदेखि भन्नुहुन्छ भने त 3000 वर्ष अगाडिदेखिको जुन
लेउ टाँसिएर बसेको मान्छेको दिमागमा त्यो रातारात अन्त्य हुँदैन। जसले धार्मिक आड पाएको छ, धर्मभिरू जनतालाई धार्मिक आड पाइसकेपछि त्यो बदल्न धेरै गाह्रो हुन्छ। त्यस अर्थमा यसले समय त लिन्छ, तर कमसेकम सबै दलितहरूलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्न सकेको भए ती सबै दलितहरू जो 15, 17, 18 जति प्रतिशत हामी मान्छौँ त्यो भनेको त धनी 50-60 लाख हुन आउँछन्। 50-60 लाख ती दलितहरू सबै सचेत भएर उठ्नै हो भने त त्यो दबावले त परिवर्तन त कसैले थ्याक्नै सक्दैन नि। धेरै दलित तपाईँहरू जस्ता मात्रै के दलित सन्तोषी जानुभयो, हाम्रो दुर्गाजीहरू यहाँ हुनुहुन्छ, उहाँ त लागिराख्नु भएको छ। तर त्यो 60 लाख दलितहरू एकजुट भएर उठ्नु त कसले थ्याक्न सक्छ अहिले भन्दा? भोलि जे गर्न चाह्यो त्यही हुन्छ नि। त्यसको निम्ति जुन चेतना क्षमता वृद्धि गर्नु छ, यदि हामीले चाहिँ संविधानमा लेखे अनुसारै उहाँहरूलाई चाहिँ पूर्ण शिक्षाको व्यवस्था चाहिँ गरिदिनु पाए, मानु सबै दलितहरूले मास्टर्ससम्म, पिएचडीसम्म, इन्जिनियरिङ र मेडिसिनसम्म अथवा अन्य विभिन्न विषयहरू निःशुल्क पढ्न पाउनु त अर्कै हुन्थ्यो। त्यसैले किन मैले कहाँ जोड्नु खोजेको हो भने यो त्यहाँ पुग्नको निम्ति पनि हामीसँग त्यो आर्थिक हैसियत भएन। यो तीव्र मैले त्यति बेलादेखि नै भन्दै आएको, म अलि राजनीति अर्थशास्त्र विद्यार्थी पनि हुन नाताले राजनीति र अर्थनीति भनेको जोडिएका हुन्छन्। राजनीतिलाई उपरि संरचना, अधिरचना, सुपरस्ट्रक्चर भनिन्छ, घरका माथिका तला छाना आदि हुन्। राजनीति भनेका ढोकाहरू हुन्। तर अर्थनीति भनेको फेरि त्यो जग हो, घरको जग जस्तो त्यो जग हो। त्यसले जग बलियो भएन भने माथि तपाईँ जतिसुकै सुन्दर झ्याल ढोकाएर छाना राखे पनि त्यो चाहिँ टिकाउ हुँदैन। त्यसैले अब हामीले त्यो हाम्रो जुन आर्थिक जग कमजोर छ यसलाई बदल्नतिर लाग्नुपर्छ भनेर मैले डे 1 देखि संविधान जारी भए बेलादेखि नै भन्न खोजेको त्यहाँ हो। तर हामीले यो जुन 2 पटकसम्म करिब 10 वर्षसम्म पनि फेरि सरकारको भन्नुहोस् अथवा राजनीतिक अस्थिरता जुन बन्न गयो, नीतिगत स्थिरता जुन बन्न गरेन, त्यो नहुने बित्तिकै हाम्रो आफ्ना आर्थिक रूपान्तरणका कार्यक्रमहरू लागू गर्न पनि सकिएन। र अहिलेको युगमा चाहिँ बाहिर पुँजी प्रविधि लगानी नल्याइकन पनि हुँदैन र यस्तो अस्थिरताको बिचमा कोही पनि यसले लगानी गर्न चाहिँ आउँदैन। त्यसै भएको कारणले गर्दाखेरि पनि त्यस निम्ति पनि यो चाहिँ शासकीय प्रणालीमा पुनर्विचार गर्नुपर्ने चाहिँ बेला चाहिँ आयो भन्ने अर्थमा पनि यो बहस चलाउन खोजिएको। र सँगसँगै साथीहरूसँग आग्रह जो म धेरै लामो राख्दिनँ, 2-3टा जुन प्रश्नहरू उठेका छन्। एउटा त यसले झन् निरङ्कुशता ल्याउँछ कि हाम्रो जस्तो देशमा लोकतान्त्रिक संस्कार र संस्कृति धेरै गहिराइमा पुगिसकेको छैन, कुनै एउटा असाध्यै पपुलिस्ट खालको मान्छे आएर उत्पात मचाउने पो हो कि भन्ने जुन एउटा आशंका छ। तर त्यो त जहिले पनि रहन्छ हैन। संसदीय प्रणालीभित्रैबाट हिटलरको उदाय धेरैले चाहिँ प्रत्यक्षबाट आयो होइन नि, त्यो पार्लिमेन्ट्री नै सिस्टम थियो त्यति बेला। त्यो हिटलर पनि त्यही पार्लिमेन्टबाटै आयो। कयौँ देशका तानासा त्यसरी नै आएछन्, कयौँ कुहरू चाहिँ त संसदीय व्यवस्थाभित्रैबाट भएको छ। ती त एबरेसन हो, त्यो रुल होइन। त्यसैले त्यो त जेमा नै हुन्छ। तर बढी सम्भावना चाहिँ के हुन्छ भने सांसदहरूका जुन सीमित सङ्ख्या हुन्छन् तिनीहरूले मात्रै चुनेको नेता भन्दा जनताले प्रत्यक्ष रूपमा चाहिँ चुनेको, नेपालकै सन्दर्भ भन्दा 275 सांसदले चुनेको भन्दा त करिब 2 करोड, पौने 2 करोड मान्छेले प्रत्यक्ष चुनेको मान्छे त अलिक क्वालिटीमा के हुन्छ भन्ने त मान्नु पऱ्यो नि त। एउटा स्ट्याटिस्टिकल प्रिन्सिपल हुन्छ, प्रोबेबिलिटीको प्रिन्सिपल हुन्छ, त्यसले पनि त भन्छ। त्यसै भएको हुनाले अपवादले के होला भनेर, नियमले के हो भनेर हेर्ने हो। त्यसो गर्दा प्रत्यक्ष निर्वाचनबाट छानिने नेता नै बढी सक्षम, उपयुक्त, लायक हुन्छ भनेर हामीले मान्नुपर्छ। त्यस निम्ति तीव्र आर्थिक विकास समृद्धिको दिशामा अगाडि जानको निम्ति अहिले हामीले चाहिँ के चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै उपयुक्त चाहिँ हुन्छ। राष्ट्रपतीय प्रणाली भनौँ, किन यो राष्ट्रपति किन भन्न खोजेको भने कतिपय चाहिँ राजावादीहरूले पनि चोरदुलोबाट फेरि त्यो भन्न खोजेका उनीहरूले। किन जनताले त भ्रम छर्न्छ उनीहरूले, किन त टाउकोमा राजा ल्याउनलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्ने, राष्ट्रपति भने त राजा आउने ठाउँ हुँदैन। त्यो उनीहरू धेरै मान्छे त उनीहरूले रापरपाले नि भन्यो नि भन्नुहुन्छ कतिपय साथीहरूले। उसले त भनेछ त्यो त छलकारी तरिकाले भन्ने आज उसले। प्रधानमन्त्री यो त हुनेवाला त्यो छैन, भएछ भने त्यो टाउकोमा राजा राख्न त्यसो भन्ने हो। त्यसैले हामीले त्यस्तो ठाउँ पनि दिन आवश्यक छैन।
अहिले हामीले चाहिँ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानु नै सही हुन्छ र प्रदेशमा अब संघीयता जहाँ पर्छ त्यो त हामीले कायम राख्नै पर्छ, अपूर्णतालाई पूर्णता दिनै पर्छ र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित प्रधान यो मुख्यमन्त्री अथवा चाहिँ प्रदेश प्रमुख जे बनेको व्यवस्था गर्ने हो गरेर त्यो लान चाहिँ सकिन्छ। अब सँगसँगै अर्को पाटो यो समावेशिता हुँदैन कि भन्ने छ। समावेशितालाई त अझ पूर्णता दिनुपर्छ। योबाट जे जति भएपछि यसलाई पछाडि हट्ने होइन, संहितालाई पनि अझ पूर्णता दिने र समावेशितालाई पनि पूर्ण रूपले समानुपातिक बनाएर जाने, तर पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित यो मल्टी कन्स्टिट्युएन्सीको जुन व्यवस्था छ बहुसदस्यीय चाहिँ लागू गरेर त्यति बेला प्रस्तावित भएको पनि हो, अझै परिमार्जित गरेर जान सकिन्छ। त्यसमा महिलाहरू पनि प्रत्यक्ष निर्वाचित, महिला मध्येबाटै प्रत्यक्ष गर्छन्, दलितसँग प्रत्यक्ष गर्छ, मधेसीसँग गर्छ। त्यसो गर्दा आफ्नो क्लस्टर मध्येबाट झन् उपयुक्त पात्र त्यहाँ आउँछन्। अहिले जस्तो नेता वरिपरिका मात्रै आए कि भन्ने छ त्यो कुरा पनि हट्छ र सँगसँगै अब त्यो राष्ट्रपतिमा त एउटै प्रभुत्वशाली जातिकै समुदायकै मात्रै आइरहेको छ कि भन्ने कुरा छ। त्यसलाई त यो टर्म लिमिट गर्न सकिन्छ नि। एक त राष्ट्रपति र उपराष्ट्रपति अलिकति चाहिँ हामी पनि कहाँ झुक्किएछ र उ थियो राष्ट्रपति र उपराष्ट्रपति फरक जाति र लिङ्गको भन्ने नै बुझेको थिएँ मैले त, कता वा भन्ने यहाँ परेछ लास्टमा क्या नि। पछिसम्म पनि म चाहिँ र नै भन्ने थिएँ, महिला नै हुनुपर्छ, पुरुष हुन पाइँदैन र जाति पनि फेरि एउटै जातिको महिला होइन फरक जातिको हुनुपर्छ भन्ने मेरो बुझाइ थियो। जो त्यो चुक भएछ त्यसलाई सच्याउन सकिन्छ। राष्ट्रपति उपराष्ट्रपति नै फरक फरक गर्न सकिन्छ, सँगै टर्म लिमिट गरिदिने र चक्र पनि त्यस्तै नै हो भने जातिगत जुन हाम्रो कुरा छ सबैलाई त नपुग्ला, तर मुख्य रूपमा जातीय क्लस्टरहरू बनाएर यति टर्मभन्दा बढी चाहिँ एउटै उसको चाहिँ बस्न नपाउने गर्न पनि सकिन्छ। त्यसैले त्यहाँ पनि मिलाइन्छ। सँगसँगै संसद पूर्ण समानुपातिक र त्यो चाहिँ विधायकी काममा चाहिँ त्यो सीमित रहने र उनीहरूले चाहिँ महाभियोग लाउन पाउने अधिकार भयो भने त त्यसले राष्ट्रपतिले चेक पनि गर्न पनि सकिहाल्छ र ऐन र नियम कानुन पनि राम्रो ढङ्गले बन्छन्। त्यस अर्थमा यस्तो प्रणालीमा सोच्नु सही हुन्छ भन्ने मलाई हो। अब अर्को पाटो तपाईँहरूले बुझ्नुभएको छ, यो अलि हामीले भन्न नसक्ने काने खुसी मात्र कुरा भनेको त्यो भूराजनीतिकै पाटो। हाम्रा जस्ता देशहरू जो ठुला शक्ति केन्द्रहरूको चेपुवामा छन्, अहिले त हाकाहाकी देखिराख्नुभयो फलानु देशमा गएर पनि सिधै कब्जा गरिदिन्छु भनेर मान्छेहरूले भनिरहेका छन् भने जुन हाम्रो जटिल भूराजनीति छ त्यहाँ हामीले चाहिँ एउटा बलियो राष्ट्रिय एकता कायम गर्नलाई त मुख्यतः हामीले संहितालाई नै व्यवस्थित गर्ने अधिकार सम्पन्न बनाउन नै त्यो जातीय क्षेत्रीय एकता कायम गर्ने त हो, तर नेतृत्वमा पनि हाम्रो जस्तो लामो चाहिँ निरङ्कुश राजतन्त्र प्रणालीमा आएको ठाउँमा जनताको चेतनास्थान त्यति उठिसकेका पनि छैन। त्यसैले सम्पूर्ण देशले चुनेको नेता हुँदाखेरि नै राष्ट्रिय एकता बढी प्रवर्धन हुन्छ। त्यसो नहुँदाखेरि चाहिँ के हुने भयो भनेदेखि यो चाहिँ विभिन्न शक्ति केन्द्रले खेल्न खोज्ने र एउटा कन्ट्रोल इन्स्टेबिलिटी भन्ने शब्द छ, निरन्तर अस्थिरता त्यो गरिराख्ने प्रवृत्तिले देशले जुन दुःख पाएको छ यो निरन्तरमा जान्छ। त्यसलाई नियन्त्रण गर्नको निम्ति पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने हो त्यहाँ पनि उनले केही समयको बलि प्रयोग गर्लान्, तर त्यसको सम्भावना कम हुन्छ। अहिले जसरी सरकार बनाउन र गिराउन र बाह्य शक्तिले चलखेल गर्न सजिलो छ, त्यति प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई त्यो ढङ्गले उपयोग गर्न र फेरि यहाँ चाहिँ अस्थिरता चाहिँ बनाइराख्न त्यति सहज चाहिँ हुँदैन। त्यस अर्थमा पनि यो प्रणालीगत सुधार आवश्यक छ भन्ने कुरा हो। त्यसैले मेरो साथीहरूसँग आग्रह के हो भने अब कसरी ल्याउने के गर्ने भन्ने आफ्नो कुरा छ। हाम्रो गेवालीजी गइसक्नु भएछ, संविधान संशोधनले त्यहाँनिर रोक्दैन, खोइ कसरी उहाँले बुझ्नु नभए कि हामीले नबुझे हो। त्यहाँ त खालि दुईवटा कुरा मात्रै असंशोधनीय भनेको छ। एउटा चाहिँ कुनै पनि देशको अखण्डता र स्वाधीनता भन्ने कुरो त्यो संशोधनयोग्य हुँदैन, त्यो सबै देशमा हुँदैन। र हामीले के भने जनतामा निहित सार्वभौमता भनेको छ, सोभरेन्टी अफ द पिपुल भने हो। त्यसले राजतन्त्र आउने ठाउँ छैन, बरु मैले त्यही भन्नु खोजेँ अस्ति, राजतन्त्र ल्याउने ठाउँै छैन। सोभरेन्टी जनतामा आइसकेपछि फेरि त्यो राजतन्त्र भनेको त सोभरेन्टी उसमा जाने भने हो, जनताबाट खोसेर जाने भने हो। त्यसले संविधानभित्रबाट आउँदैन, धेरै मान्छेले नबुझिकन त्यत्तिकै चाहिँ राजा आउँछ भन्नु त्यस्तो आउँदैन। तर राष्ट्रपति प्रणालीगत सुधार, शासकीय सुधार, निर्वाचनका लगायतका सुधार गर्न सकिन्छ। त्यसो भएको हुनाले त्यसले चाहिँ रोक्दैन। यसै अर्थमा चाहिँ हामी भ्रमित नरह। अब ल्याउने कसरी भन्ने आफ्नो कुरा छ। ल्याउने कसरी चाहिँ जुन विभिन्न दल
अब हामी सबैले मिलेरै यो संविधान बनाएको हो। कसैले बढी चाहिँ अलि पहिलेदेखि भन्यो मलाई, कहिले पछि भन्यो मलाई, हामी सबैले संविधान सभाबाट यो संविधान बनाएको हुनाले सबै दलभित्र यो विषयमा बहस चाहिँ हुनु पर्यो। संविधान निर्माण गर्ने क्रममा पनि हो, सुरुमा माओवादीले नै बढी उठाएको र पछि मधेसवादी दलहरू र अन्य दलहरूभित्रको पनि एमालेको पनि पुरै पङ्क्ति नै एकचोटि चाहिँ करिब पुगेको पनि हो र काङ्ग्रेसको पनि ठुलै पङ्क्ति पुगेको हो। त्यो व्यक्तिको पब्लिकले मात्रै भन्नु हुँदैन। त्यसो भन्यो भने त भन्नु त पाए त, उसले आँट गर्यो उसले, त्यसो भन्ने पनि होइन। त्यसो भनेदेखि चाहिँ यो गलत काम गर्ने चाहिँ क्षमता नहुने झन् छान्ने हो त हामीले। आँट गरेमा ठिक कुरो भन्छ भने त्यसलाई पो भन्ने हो त हामीले। त्यसबाट भाग्ने मैले सक्दिनँ भनेर चाहिँ गलत कुरो त अरूमा लाग्न भन्छ भने त त्यसलाई त झन् साथ दिनु हुँदैन नि हामीले त। त्यसैले यो कहाँनिर समस्या पर्या हो भने हाम्रो काङ्ग्रेसका साथीहरू र हामी सबैको के हुँदो रहेछ भने क्या, यो म आफै माओवादीमा म अहिले छैन, हाम्रो साथीहरू माओवादीमा हुनुहुन्छ। त मैले के भन्नु खोजेको भने दल भनेको त हतियार साधन हो नि। हामी त धर्म त परिवर्तन हुन्छ, बदल्न पाइन्छ भने पार्टी बदल्न नहुने, पार्टी रूपान्तरण हुन नहुने, एकचोटि बनेको पार्टीलाई भङ्ग गरेर अर्को बनाउन नहुने, यो त होइन होला। भगवान्ले बनाइदिए त होइन। हामीले खास कालखण्डमा निश्चित एजेन्डा राखेर निश्चित लक्ष्यको निम्ति बनाएकै जुन एउटा साधन हो त्यो अहिले समयानुकूल भएन, पुरा गर्न सकेन भने त हामी त आँट गरेर नयाँ विचार नयाँ सोच अनुसार नयाँ पार्टी बनाएर नयाँ सङ्गठन बनाएर हिँड्ने आँट गर्ने हो नि। ल त्यतापट्टि नजाउँ, मैले कुनैले भन्न खोजेको चाहिँ होइन। तर के हो भनेदेखि यो शासकीय स्वरूप र निर्वाचन प्रणालीको कुरा लोकतन्त्रभित्रैको कुरा हो, संविधानभित्रैको कुरा हो। यसलाई सुधार गरेर अझ देश र परिस्थिति सुहाउँदो अहिलेको सापेक्षतामा भोलि 20 वर्षपछि नहुन सक्छ, फेरि अर्कोतिर जान पनि सकिन्छ। तर अहिले तत्काल नेपालको जुन अत्यन्त पिछडिएको आर्थिक सामाजिक अवस्था, विविधता, जटिल भू राजनीति, यो सब चिजलाई हेर्दाखेरि चाहिँ हामीले चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानु नै उपयुक्त हुन्छ। त्यस निम्ति सबै राजनीतिक दलभित्र यो बहस चल्यो र खास गरी जुन विभिन्न पेसागत सङ्गठनहरू, नागरिक समाजका साथीहरू, मिडियाकर्मी साथीहरू हुनुहुन्छ, उहाँले यसलाई चाहिँ विशेष ढङ्गले एउटा बहसमा लगेर सबैले सहमति बनाएर सम्झने किन नगर्ने। जब अहिले त दुईटै नजिकको करिब पुगे, दुईटै नै पुगेकै सरकार छ, उहाँहरूले आँट्नुभयो भने त हुन्छ नि त। त्यसैले हामी सबैले त्यो खालको दबाब दिनु भएन छ भने, तर त्यसको निम्ति पनि फेरि जनताको तर्फबाट जनदबाब सिर्जना गरेर पनि त्यहाँ पुर्याउन सकिन्छ। त्यसैले त्यो दिशामा जाउँ, त्यो सम्भव छ, आवश्यक छ र यो युगको चाहिँ माग हो। त्यसले यो कुनै पार्टी विशेषको, व्यक्ति विशेषको चाहिँ होइन। हामी कसैले पनि आग्रह पुर्याएर नटाँसिकन खुला दिमागले सोचौँ। त्यसैको निम्ति नै यो छलफलको चाहिँ आयोजना हाम्रो यो विज्ञ परिषदले चाहिँ गरेको हो। यसलाई अगाडि बढोस् र जो साथीहरूका रायहरू छन्, सुझावहरू आएका छन्, यी निरन्तर अगाडि बढौँ। यसको निम्ति म धन्यवाद, शुभकामना व्यक्त गर्न चाहन्छु र म अरू साथीहरूलाई पनि आफ्नो विषयवस्तु राख्न म आग्रह गर्छु।